लैजान सक्नुपर्छ भन्ने हिम्मत र जोशको साथ हामी चाहिँ अगाडि बढिरहेका छौँ। र त्यो सबै गर्नको लागि सबैभन्दा पहिला हामीले आधारभूत चिजहरूलाई ठिक गर्नुपर्नेछ। हाम्रो स्वास्थ्य, हाम्रो शिक्षा, हाम्रो खानेपानी, हाम्रो सडक, हाम्रो बिजुली, हाम्रो सञ्चार, त्यो सबै कुरालाई जबसम्म हामीले सबलीकरण गर्न सक्दैनौँ, विशेष गरी आफ्नै देशमा आफैलाई खान पुग्ने अन्नमा चाहिँ आत्मनिर्भर हुन सक्दैनौँ, जबसम्म हामीले यो देशलाई विश्वको दाँजोमा चाहिँ एउटा विकसित राष्ट्रको रूपमा अगाडि बढाउन सक्दैनौँ। त्यसै कारणले यो आधारभूत चिजहरूलाई हामीले जोड दिइराखेका छौँ र त्यसमा पनि खानेपानी एकदमै महत्त्वपूर्ण हो। त्यसै कारणले मैले सदनमा पनि पटक पटक कृषि, खानेपानी जस्तो आधारभूत कुराहरू उठाइराखेँ। हिजो मात्रै पनि मैले सुन्ने समयमा खानेपानीको विषयको लागि उठाएँ। हामीले आज देशभरिमा लगभग सानो ठुलो परियोजना गरेर 43,000को आसपास खानेपानीको परियोजनाहरू चलिराखेको छ। तर त्यो खानेपानीको परियोजनाहरू चलिराखे पनि त्यसलाई अझै हामीले सुरक्षित गराउनु पर्नेछ। 2078को अनुसार हामीले सुरक्षित खानेपानी चाहिँ जम्मा 28% मात्रै देशभरि पुर्याउन सकेका छौँ। 72% सिर्फ आधारभूत नै सीमित छन्। भर्खरै 2024-25को उसमा चाहिँ यो 47% पुग्यो भनेर चाहिँ उल्लेख आएको छ सुरक्षित खानेपानीको। हामीले चाहिँ देशभरि चाहिँ सबै जनताको स्वास्थ्यलाई हितमा राखेर हामीले शुद्ध खानेपानी पुर्याउनु पर्ने ठाउँमा हामीले संसारभरिको इन्डेक्समा चाहिँ 2024मा हामीले चाहिँ 125वां स्थान प्राप्त गरेका छौँ। हामी संसारको दोस्रो जलस्रोत देश भन्छौँ, तर पनि हामीले शुद्ध खानेपानीमा अझै धेरै कामहरू गर्नुपर्नेछ। त्यसै कारणले हामीले सदनमा गर्नुपर्ने कामहरू पनि गरिराख्छौँ र हजुरहरू सबैजना सचेत नागरिक भएको कारणले पनि यसलाई ठिक ढङ्गसित हामीले अगाडि बढाउनु पर्नेछ। धेरै समस्याहरू छन्, धेरै कठिनाइहरू छन्, तर त्यो कठिनाइलाई हामीले निवारण पनि गर्दै जानुपर्नेछ। जबसम्म हामीले त्यो कदममा अगाडि बढाउँदैनौँ तबसम्म हामी यो संस्था र सरकार अनि आपसको बिचको कुराहरूमा मात्रै उल्झिरहेछौँ। त्योभन्दा पनि एक कदम अझै अगाडि बढ्नुपर्छ भन्ने जस्तो छ। सदनमा भएको कारणले गर्दा हाम्रो कर्तव्य हो हामीले जुन नीति नियमहरूमा परिवर्तन गर्नुपर्ने छ त्यसमा पक्कै पनि आवाज उठाउँछ र उठाउनै पर्छ। यो शुद्ध खानेपानीको विषय जुन छ यो हाम्रो संविधानको धारा 35को उपधारा 4मा पनि प्रष्ट उल्लेख छ। त्यसको साथसाथ हामी उपभोक्ता समितिको रूपमा गनिएको कारणले गर्दा पनि संविधानको धारा 44मा पनि यो स्पष्ट उल्लेख छ। त्यसकारणले यो संविधानलाई पालना गर्न र त्यसलाई चाहिँ पूर्णता दिनको लागि पनि हामीले काम गर्नुपर्नेछ। साथै अब बर्खा सुरु भयो, देशभरि हामीले बाटोको विस्तार गर्दै गर्दा जहाँ पनि हामीले प्रत्येक गाउँमा प्रत्येक घरमा बाटो पुगोस् भन्ने हाम्रो अहिले प्राथमिकतामा छ। त्यो प्राथमिकतालाई आधार गरेर हामीले बिना इन्जिनियरिङको डोजरकै माध्यमबाट हामीले बाटोहरू पुर्याइराखेका छौँ। त्यो बाटोहरू पुर्याउँदै गर्दा हामीले हाम्रो पानीको मूलहरू पनि सुकाइराखेका छौँ र अहिले भएको पानीको मुहानहरूलाई पनि हामीले व्यवस्थित गर्न सकेका छैनौँ। त्यसकारणले यो बर्खामा आएको हल पानीले फोहोर मैलाहरू त्यो मूल पानीमा मुनमा पसेको कारणले कैयौँ ठाउँहरूमा हामीले चाहिँ धमिलो फोहोर पानी चाहिँ नागरिकले पिउन बाध्य छन्। त्यो पानी पिएको कारणले विभिन्न किसिमको रोगहरूले ग्रसित हुन बाध्य छन्। त्यो रोगलाई निवारण गर्नको लागि हामीले पानीको मुहानलाई सुरक्षित गर्नको लागि सबैभन्दा पहिला हामीले सुरक्षित खानेपानीको कुरालाई चाहिँ अगाडि बढाउँ भनेर चाहिँ पटक पटक भनेका छौँ। अहिलेको जुन 47%बाट आउनेवाला समयमा हामीले यसलाई चाहिँ 100% नै पुर्याउनु पर्छ भनेर पनि हामीले कुराहरू उठाइराखेका छौँ। त्यसको साथसाथ यो सङ्घ संस्थाले जुन आफ्नो काम गरिराख्नु भएको छ एकदमै निस्वार्थ र सेवामूलक भावले काम गरिराख्नु भएको छ र यसलाई अगाडि बढाउनको लागि जुन जुन कुराहरूको आवश्यकता छ त्यसको लागि मैले कुरा उठाउँछु भनेर मैले पटक पटक भनिराखेको छु। विशेष गरी उपभोक्ता समितिले बचत गरेको करमा अहिले यो सेवामूलक संस्था भए पनि व्यापारिक संस्थालाई जस्तै अघि भन्नुभयो अग्रज वक्ताहरूले भन्नुभयो जो पानीको व्यापार गरिराख्नु भएको जस्तैलाई चाहिँ 25% जुन कर लगाएको छ। असलमा राज्यले स्वास्थ्य, शिक्षा र खानेपानी जस्तो कुराहरू निःशुल्क उपलब्ध गराउनु पर्ने हो र त्यो हाम्रो सरकारको राज्यको दायित्व हो। त्यसको लागि हामी सबैले काम गर्नुपर्ने आवश्यकता छ। तर पनि अहिले चाहिँ त्यो 25% लगाएको करलाई चाहिँ हामीले चाहिँ घटाउनु पर्छ भन्ने कुरा छ। त्यो मैले चाहिँ जोरदार चाहिँ सदनमा सम्बन्धित ठाउँमा
त्यसको साथसाथै जुन अहिले सहभागिता छ, अहिलेसम्म 80% चाहिँ हाम्रो चाहिँ नागरिकको सहभागिता छ भने 20% मात्रै राज्यले वहन गरेको छ। त्यसलाई पनि घटाएर कमसेकम नागरिकको चाहिँ सहभागिता हुनुपर्छ। त्यो 5% ल्याउन सक्यो भने पनि ठुलो चाहिँ काम हुनेछ। त्यो मुद्दालाई पनि मैले उठाउने छु। अर्को कुरा विद्युत महसुलको चाहिँ निःशुल्कताको कुरा छ। मैले यो 2080 भन्दा पहिला म एउटा पाल्पाको रिनिगा भन्ने लेकमा गाउँमा गएको थिएँ। हामी सबैजना एउटा बैठकको लागि गएका थियौँ। त्यहाँ जाँदाखेरि त्यहाँको नागरिकहरूले बडा जोरदारको साथ माग उठाउनु भयो कि हामीले लिफ्टिङ खानेपानी गर्दाखेरि हाम्रो बिजुलीको बिल जो आएका छौँ त्यो बिजुलीको बिललाई हामीले चाहिँ कर चुक्ता गर्न, बिजुलीको बिल तिर्नलाई बडा चाहिँ शास्ति भएको छ, यो कुरा उठाइदिनु पर्यो भन्नुभयो। हामीहरू चाहिँ काठमाडौँ आयौँ। काठमाडौँ आएर त्यतिखेर तत्कालीन सरकारसँग त्यो कुराहरू राख्यौँ। त्यो पाल्पाको मात्रै विषय थिएन, नेपालभरिको 77वटै जिल्लाको 753वटै पालिका 6743 वडाको चाहिँ यो समस्याको कुरा थियो। सरकारले यसलाई चाहिँ 50% विद्युत महसुल दिने लिफ्टिङ खानेपानीमा भनेर निर्णय गर्यो, तर त्यसको विधि बन्न बाँकी छ। यसमा थप म अहिले सदनमा हुँदै गर्दाखेरि लिफ्टिङ खानेपानीमा मात्रै होइन, सम्पूर्ण खानेपानीसँग जोडिएको विद्युत महसुल पनि निःशुल्क गर्नुपर्नेछ भन्ने कुरा माग उठाउनेछु। म यो हजुरहरूको सामने प्रतिबद्धता गर्नेछु। त्यसको साथसाथै हजुरहरूले काम गर्दा गर्दै अर्को समस्या पनि उत्पन्न भएको छ। नगर विकास कोषलाई एडिबीले 1% को ब्याजमा दिनुहुन्छ, तर हजुरहरूलाई चाहिँ 5% दिए। हिजो 7% दिन्थ्यो, आज 5% को ब्याज दिएको छ। त्यसलाई पनि कम गर्नको लागि म चाहिँ यो कुरा उठाउने छु। साथसाथै स्थानीय सरकार र उपभोक्ता समितिको बीचमा भएको यो असलमा शक्ति सङ्घर्ष नै हो। त्यो शक्ति सङ्घर्षलाई असमझदारीबाट समझदारीमा ल्याउनको लागि हामी सबैले पनि त्यो प्रयास गर्नुपर्छ। र अर्को मैले चाहिँ सरकारसँग, जसले खानेपानीलाई चुस्त र दुरुस्त बनाएर हाम्रो नागरिकहरूको बिचमा चाहिँ सुरक्षित खानेपानी पुर्याउनु पर्छ भन्ने धारणा राख्नुभएको साथीहरूसँग पनि त्यही धारणा मेल खाएको छ। मैले के भनेको छु भने, र अगाडि पनि कुरा राख्नेवाला छु, यो खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य जस्तो चाहिँ 3 तहको सरकार छ। हामी त सङ्घीय सरकार, प्रदेश सरकार छ, अर्को स्थानीय सरकार छ। त हामीले सबैलाई चाहिँ त्यो व्यवस्था दिएका छौँ। त्यसले गर्दा एकजनाले जिम्मेदारी नलिँदा त्यो अप्ठ्यारो भएको छ। कतिपय योजनाहरू पालिकामा छ, कतिपय योजनाहरू प्रदेश सरकारमा छ, कतिपय योजनाहरू सङ्घीय सरकारमा छ। त एकअर्कामा परस्पर एकअर्कालाई देख्दाखेरि कैयौँ योजनाहरू अधुरा नै रहेको छ। त्यसकारणले यो एउटा यस्तो बडी बनाऊ, त्यो एकद्वार प्रणाली होस्। विशेष गरी यो देशैभरि सुरक्षित खानेपानी पुर्याउनको लागि पहिलो चरणमा त हामीले यो 3 तहको सरकारमध्ये 1 तहको सरकारलाई मात्रै जिम्मेदारी दिएर एकद्वार प्रणाली गऱ्यौँ भने स्वास्थ्य, खानेपानी, शिक्षा जस्तो कुरालाई हामीले 1 तहमा हामीले कम्प्लिट गऱ्यौँ भने अर्को पाइला चाहिँ चाल्न सकिन्छ। त्यही भएर मैले सरकारसँग पनि त्यो कुरा गरेको छु कि त्यो 3वटा तहको सरकारमा बाँझिने कुरालाई चाहिँ यो मूलभूत चाहिँ जुन हामीलाई आवश्यकता पर्ने कुरालाई एउटै द्वारमा लैजानुपर्छ भन्ने कुरा माग पनि उठाएको छु। यी सबै कुराहरूको साथ हजुरहरूले जुन मलाई जानकारीमा दिनुभयो र मैले जुन अहिलेसम्म बुझ्न पाएँ र बुझ्न सकेँ, र थप हजुरहरूसँग सल्लाह गरेर आवश्यकता परेको कुराहरू मैले चाहिँ सदनमा र सरकारवालाहरूको ठाउँमा चाहिँ राख्नेछु। यो प्रतिबद्धता गर्दै पुनः हजुरहरूले यहाँ यस कार्यक्रममा बोलाएर हजुरहरू सबैसँग भेट्ने मौका दिनुभयो, त्यसको लागि धन्यवाद दिँदै यस 7औं साधारण बैठक चाहिँ को सफलताको शुभकामना दिँदै म आफ्नो पानीलाई विराम दिन्छु। हस्त जय खानेपानी। धन्यवाद मान्यजी। उहाँको पनि कार्यव्यस्तताले